प्रिय एवं आदरणीय व्यक्तित्वहरू, यो युट्युब च्यानल मार्फत म यहाँहरू सबैलाई स्वागत तथा अभिवादन गर्न चाहन्छु। र आज मैले एउटा सानो लघुकथा लिएर आएको छु। लघुकथाको शीर्षक छ बाँदर र हामी। बाँदर र हामी मान्छे। कुनै समयमा जङ्गल नजिकै एउटा गाउँका मानिसलाई बाँदरले साह्रै धेर दुःख दिएछन्। किसानले लगाएको बालीनाली पाक्नु अघि नै बाँदरले स्वाहा पारिदिन्थे। केही गर्दा पनि बाँदरबाट अन्नबाली जोगाउन नसकिएपछि गाउँमा अनिकालको सम्भावना पनि बढ्न थालेको थियो। छिमेकी गाउँतिर पनि बाँदर फैलिन थाले। राज्यले बाँदर मार्न नदिने भएकाले किसानसँग थुनछेक गर्नु वा आफ्नो बालीनाली जोगाउन रातो दिन रुँगेर बस्नुको विकल्प नै थिएन। यतिकैमा एकजना चतुर मान्छेले एउटा पिञ्जडा बनाए। त्यो पिञ्जडामा लगाएका घेरा बेराका चेप वा प्वालबाट बाँदरले आफ्नो हात मरितरी छिराउन सक्थ्यो। पिञ्जडामा बदाम लगायतका बाँदरलाई मनपर्ने खानेकुरा राखेर पिञ्जडा बन्द गरेर बाँदर हिँड्ने मोहटी अथवा मूल बाटो, मोहटी भनेर भनिन्छ, मोहटीमा लगेर राखिदिए। यतिकैमा एउटा बाँदर आयो र भित्रको खानेकुरा निकाल्न पिञ्जडामा हात छिरायो। भित्र रहेका बदामका दानाहरू मुठी पारेर हात निकाल्न खोज्यो। अब भने बाँदरको हात अड्कियो। मुठी ठुलो भयो, बाँदरको हात अड्कियो। बाँदर न त बदाम छोड्छ न त मुठी नफुस्काई हातै बाहिर निस्कन्छ। अब ऊ बदाम छोड्न पनि मान्दैन। बदाम नछोड्ने हो भने मुठी खुल्दैन, मुठी नखुल्ने हो भने हात बाहिर निस्कदैन, हात मुठी अड्किन्छ। आफ्नो साथीको हाल बेहाल देखेर अर्को 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 थुप्रै बाँदर आए। आएका जति सबै बाँदर बदाममा र मिठो खानामा लोभिए। आखिर जति बाँदर आए सबै पिञ्जडामा हात छिराउँदै अड्किँदै गए। आएका जति बाँदर पिञ्जडामा हात छिराउँछन्, बदाम टिप्छन्, अड्किन्छन्। यो अवस्था रह्यो। यस्तो भएको एउटा कथा। यसको शिक्षा हामी पनि कसैले, मैले सोचेको शिक्षा है, यहाँले अर्कै ढङ्गले सोच्न सक्नुहुन्छ। हामी पनि कसैले नबाँधे पनि, थुनछेक वा बन्दी नबनाए पनि जानी नजानी जागिर वा नोकरी वा अनुदान वा सहयोग रूपी पिञ्जडामा हात छिराउँदैछौँ। न त बदाम झिकेर खानै पाइन्छ, न त मुठी फुकाएर बदाम माया मारेर हात निकाल्ने मन मान्छ। हात अड्किएको बाँदर जस्तै बिलख बन्दमा छौँ हामी। लोभको कारणले पिञ्जडामा हात नहालेर बाँदरलाई जङ्गल जस्तै हामीले पाएको यस खुल्ला संसारमा स्वतन्त्रपूर्वक व्यापार वा अरू कुनै व्यवसाय गर्ने हो भने, अथवा स्वनियन्त्रित व्यवसाय गर्ने हो भने आफै मालिक बन्न पनि सकिन्छ। बदामभन्दा धेरै मिठा मिठा चिजबिज खान र स्वतन्त्रतापूर्वक रमाउन सकिन्छ नि। तर हामी पिञ्जडामा हात छिराएर बाँदर जस्तै अड्किन चाहन्छौँ कि कसो? यहाँलाई कस्तो लाग्छ? यहाँको आफ्नै किसिमको विश्लेषण हुन सक्छ, आफ्नै किसिमको शिक्षा हुन सक्छ। त्यो मलाई पनि काम लाग्न सक्छ। हजुरको विचार पनि कमेन्ट सेक्सनमा आओस् न है। हवस्, धन्यवाद।